दुध बनाइसकेपछि र दुधमा खाना दिइसकेपछि जहिले पनि सफा गर्नुपर्ने हुन्छ। अब यहाँ हामी के देखिन्छ भन्दाखेरि अब दुध हुन्छ, पानीको पनि दुध बनाएको छ, यहाँ हेर्न सक्छौँ होइन। अनि खाना खाने पनि घाँस भुस दाना पनि मिलाएर खुवाउने छ। तर कस्तो हो भने यो दुध सफा नगरेपछि यसमा धेरै फङ्गसहरू जमेको हुन्छ, किरा लागेको हुनसक्छ। यहाँ बाहिर जति दाना देखिरहेछौँ नि हामीले, अब यसलाई हेर्दाखेरि अब यत्रो जमेको छ नि त दाना, यो यत्रो दाना जमेको छ यो खुवाउँदा, त्यसले गर्दा यसलाई के हुन्छ भने यसमा किरा पनि पर्न सक्छ। अहिले यहाँ हेरौँ त, आमामामा किराहरू, कति किराहरू छन् होइन, किरा परेको छ हेर्न सक्नुहुन्छ। भनेपछि यो तरिका राम्रो होइन। हामीले जहिले पनि गाईबस्तुलाई खुवाइसकेपछि होइन यो दुधहरूलाई सफा गर्नुपर्ने हुँदो रहेछ। अब यहाँ देख्न सक्छौँ हामीले कतिको फोहोर छ हेर्न सक्छौँ हामीले होइन। त्यसले गर्दा जहिले पनि दुधमा सफा गरेर के गर्नु भने चुनाले यसमा लेप लगाइदिनु, चुनाले लेप लगाइदिने। अब हेरौँ न, यो चुना लेप लगाइदिने अनि पानी 24 घन्टा राख्ने। यसले गर्दाखेरि गाईबस्तुले स्वच्छ पानी पनि खान पाए र दुध पनि सफा भए, जसले गर्दा फङ्गसहरू जम्दैन। हेर्नु सक्नुहुन्छ तपाईँहरूले, यत्रो यो जमेपछि कति किरा परेको रहेछन् सबै भित्र। त्यसले गर्दा यो तरिका भएन। यसलाई दाना पनि खेर गयो होइन, दाना पनि खेर जान्छ। त्यसले गर्दा सकभर गाईबस्तुलाई खाना छुट्टै पानी छुट्टै दिएपछि सफा पानी दिनुपर्ने हुन्छ।